तपाईँ देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ हामी सल्लाहगारी भएर निस्किनेछौँ। ल देख्न सक्नुहुन्छ। राधे 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 बोल्दै अब हामी आज चाहिँ हामी जाँदैछु मत्स्य नारायण। तपाईँलाई मत्स्य नारायण देखाउँछु भक्तपुरको। मत्स्य गाउँको मत्स्य नारायण चाहिँ हेर्नु भइसक्यो होला तपाईँहरूले। अब आज चाहिँ भक्तपुरको देखाउँछु म। हामीसँग हुनुहुन्छ मामा एके मामा। यहाँबाट मस्त नो कटिङ है, नो कटिङ। मसलाहरूबाट यहाँबाट किन सुरु गरे भन्दाखेरि यहाँबाट सुरु गर्दा कमसेकम सबै आउनेलाई टक्क बाटो त थाहा हुन्छ नि होइन। ओ लामखुट्टेले टोक्यो क्या हो मलाई त। कहाँ टक्स खतरै टोक्यो कि क्या हो मलाई। ओ ओ ऊ यसले अब हामी सल्लाहगारीको चिन्डो बाटो भन्नु पऱ्यो होइन। यो चार्जो धुम्म छ, पानी पर्ला जस्तो छ है। यहाँबाट ट्याक्क लेफ्ट फाल्ने। भक्तपुरको पनि म देखाउँछु है, मजाले देखाउँछु भक्तपुरको छेउ पुग्छ। यहाँबाट मस्त जाने सल्ल लेफ्ट लिएर यहाँबाट जानुभयो भने तपाईँहरू यतैबाट गरेर देखाउँ। कलरफुल रानी पोखरी। यहाँबाट त यहाँबाट गएर देखाउँछु ल। ओके 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 हामी यहाँबाट राइट लिएका छौँ। राइट लिएर चङ्गा पाखे छ हाम्रो माथि। नाइसली ओभरटेक खानिसकेको छु मैले। ल यहाँ माथिबाट चङ्गा पाखे जान्छ भने यहाँ चाहिँ कुनै बेला बब्बाल चमेरोहरू छ। त्यहाँभित्र चाहिँ चमेरोहरू बब्बाल छ है। रानी पोखरी पुग्यो है। रानी पोखरी बब्बर छ रानी पोखरी हाम्रो। ल रानी पोखरी हेर्नुहोस्, यतै हो रानी पोखरी चाहिँ। ट्याक्क लाएर चट्ट रानी पोखरीमा। अब सिद्ध पोखरीमा पानी छैन नि मामा, थाहा छ? सिद्ध पोखरी त रिमेक हुँदैछ। सिद्ध पोखरी सुकाएर सफा गरिरह भने चाहिँ न्युज आइरहेको। सफा गरे होइन, त्यो पुरै धसिया थियो क्या, बिग्रिरहेको थियो नि। पानी सुकाएर त्यो बेस चाहिँ मर्मत सम्भार भनेर के यस मामा यस। ल यो सिद्ध पोखरी साधारणको लागि बन्द छ। एक टाइम टिकटकर युट्युबरहरूले खुबै यो सिद्ध पोखरी। यो भज्या पुखुमा चिया खाने ठाउँ तनातन छ। हामी त जाँदा जाँदै राति हुन्छ क्या, कस्तो अँध्यारो भएर पानी पर्छ क्या, खतरनाक। भक्तपुर हस्पिटल पुग्यो। यसले किन ब्याक नगरेको? कौन है क्रिएतामै? अब तपाईँहरू होइन, म यहाँ मजाले देखाउँछु। हाम्रो भक्तपुरको क्षपुखु भन्छ होइन। क्षपुखु भन्ने ठाउँमा चाहिँ यहाँ बेसी बाटो हुँदै यहाँबाट राइट लिएर सट्ट पसेर जानु पनि मिल्छ होइन। राइटैबाट जाउँ न। हामी त माथि जानुपर्ने छ नि है। ओ माई गॉड। ल यहाँबाट तलबाट आउनुभयो भने यताबाट आइपुग्नुहुन्छ। र हामी यहाँबाट जाँदैछौँ। ब्यासी पुग्नु लाग्यो।
हामी भक्तपुरको नगरभित्र छिरिसकेका छौँ। भक्तपुर नगर ल भक्तपुर नगरपालिका। ल हाम्रो नगरपालिका हेर्नुहोस्, 82 पुग्यो हामी। ल अब हामी चाहिँ ल राम्ररी हेर्नु है, यहाँ तलबाट पनि जानु मिल्छ। हामी यो ठुलो 82 पुग्यौँ र यो प्रभात इङ्ग्लिस स्कुल छ नि, प्रभात इङ्ग्लिस स्कुलबाट ट्याक्क लेफ्ट लिने। ल ल ल ल ल ओ यहाँ त आर्मीहरू सुतिरहेको छ त, किन हो? ओइ यहाँ पनि छ, के हुँदैछ आज यहाँ? एक्जाम छ कि क्या? यस ल भक्तपुरको एउटा मान्छे नारायण, यही हो है मान्छे नारायण। यहाँ दर्शन गर्न आउन सक्नुहुन्छ। ल अब यसपछि अर्को देखाउँछु म तपाईँहरूलाई। अर्को चाहिँ हामी चाङ्गुबाट जान्छौँ। यहाँबाटै जान सक्नुहुन्छ। टट्ट लगाएर यहाँबाट चाहिँ खोलाको छैन जस्तो छ। रोड त भन्न मिल्दैन यसलाई। ओए बनाइसक्यो, ओए ओए यताबाट बाटो निकालिसकेको छ। नाइस। न दायाँ बायाँ हेर्नु पऱ्यो, हरन बजाउनु पऱ्यो, अनि कुदाउनु पऱ्यो। ल होइन धेरै भइसक्यो, यो त धेरै भइसक्यो। त्यहाँ चाहिँ भर्खर होला, यो चाहिँ ऊ भएको छैन नि त। अब हामी यहाँबाट छालिङको मत्स्य नारायण जान्छौँ। कहाँ यहाँ वरिपरि छ कि हेर्नु त, यहाँ त स्कुल मात्र छ। यहाँ गाडी चल्दैन, भए पनि अलिकति गाडी होल टाइममा अलिकति चलिराख्यो भने चाहिँ सजिलो हुन्छ नि। बरु चाङ्गुको गाडी त छ होइन, धेरै छ, धेरै पनि छ। खोइ चल्या छ त अहिले।
15 मिनट त्यस्तोमा एउटा जाने होला। अलि टाइम लाग्छ। पिखेल पुग्यो है हामी, पिखेल। राम्रो छेउको धनले धनले भन्छ केले भन्छ यार, मैले त गीतै बिगार ल्याएको छु यार। कुकुर ए कुकुर, ऊ गाडी भेट्यो। ओ गाडी पछ्याउँदै एउटा बहिनी, ओ डढ्यो डढ्यो। तिमीले गाडी भेट्टाउने छ अवश्य। यहाँ बाटो अलिकति अफरोड छ, खाटाङ घुटुङ छ यहाँ चाहिँ बाटो। यो बाटो चाहिँ कहिले बन्ने हो, चलाइदिउँ। हो वाह वाह, अभी आएगा ना मजा भिड भने जस्तो पानी पर्ला पर्ला जस्तो भइरहेको छ है। भक्तपुरको मान्छे नारायण, मैले भिडियो चाहिँ राखेको छ होला, पहिल्यै राखेको छ होला। उही बब्बालले ल्याइरहेछ त यसले त। यहाँ त पुरै है त्यो पानी परिसकेपछिको चिसो छ नि, त्यो भइरहेछ क्या यहाँ त। हामी चाङ्गो जाने भए सिधा जान्थ्यौँ है, सर्टकट टक्क लाएर। अब यहाँबाट यता काट्नै पर्ने भयो, किनकि यता हो कि बिचबाट हामी अभी विदाउट लाइसेन्स ला, विदाउट लाइसेन्स ला। अब यहाँबाट हामी राइट जान्छौँ है त। यहाँबाट होइन होला, यहीँबाट हो क्या हो, यहीँबाट हो ल। राइट गए। ओ हार्दिक स्वागत। यहाँ भनौँ पिच ओभर छ, पानी पर्नु थाल्यो ठ्याक्कै ठ्याक्कै पानी पर्नु थाल्यो। भ्यू हेर्नु न, ओ त्यो घर हेर्नु न क्या, ओए त्यो ठ्याक्कै हेर्नु न, एउटा दुइटा तिनवटा क्या पुरानो शैलीमा। बाटो राम्रो बब्बाल। यहाँ पुग्दा पानी पर्छ क्या हो, म पहिला पनि आउँदाखेरि यो बाटोमा पानी परिरहेको थियो है। बब्बाल भ्यू पनि बब्बाल छ है, मजा लाग्दो छ है। यस वाह एमटी, वाह बढिया। मैले सल्कायो सुत्ता सल्काउँदै भ्यू हेर्दै जस्ट इन्जोय गरिरहेको छ, इन्जोय। यो बाटो सुरुमा आउँदाखेरि नै पहिरो गएको टाइममा थियो यार म। यो ठाउँ पनि के भाइरल छ कि क्या हो, च्याटल गाउँ। अब हामी पुग्नै लाग्यो होला, खै छिटो पुग्नुपर्ने हो हामी त है यहाँबाट। खासमा उताबाट चाहिँ छिटो पुग्छ क्या, फरक बुझाउनुपर्छ यस्तो बाटोमा। स्पिडमा आउनु छैन। बाटो राम्रो छेउको ओभर टाढा भयो नि। यहाँ पनि यहाँ हो, यहाँ चाहिँ ज्ञानी आमाहरू रहेछ। ज्ञानी आमाहरू रहेछ त्यहाँ चाहिँ। पानी त अघिदेखि परिरहेछ नि मामा, तपाईँलाई पो नलाग्यो भएर। हामी यो बाटो पनि फर्केको थियो होइन, यो बाटो हामी नगरकोटबाट आउने बेला फर्केको थिएँ। साङ्गुबाट नगरकोट गएको होइन त। यस नगरकोटबाट फर्किने। यस त्यही त, मैले त यो बाटो पनि ल्याएको छ। म यो माथि बाटोबाट गएको छ यार, त्यतिका। ओ यहाँ पनि के बनाइसकेको छ, ओ पैसा हुनुपर्छ, जे पनि बन्छ, भगवानै बन्छ केटाकेटी हो। भगवानै बन्छ, पैसा मात्र चाहिन्छ। पैसा है तो क्या कुछ नहीं है। त्यहाँ हेर्नु त एकचोटि त्यो यो बाटो पुरै अफ रोड छ क्या। यो तल ताने क्या यो हो त्यो बाटो, मतलब त्यो बाटोबाट आउँदाखेरि सजिलो छ क्या, यति धेरै आउनै पर्दैन हामी। त्यहाँबाट एकैछिनमा पुग्थ्यो नि हामी। अब यो तर अफ रोड छ क्या, बिचमा अब खोइ बन्यो कि बनेन थाहा छैन। अफ रोड भयो भने चाहिँ एकदम खतरनाक अफ रोड छ क्या। ल ल ल ल ल यतैबाट हो कि क्या हो,
आएँ आएँ अझै माथि जानुपर्छ र त्यहीँबाट तल जस्तो छ अझै माथि जानुपर्छ के भएको यो म त यहाँ चाहिँ गाडी आएँ हामी हेरेको हेरै अझै माथि जानुपर्छ ओ हो र म त त्यहीँतिर होला भनेर चालेँ क्या ल हामी पुग्यो है त ल यताको पनि ए हामीले मैले यताको भिडियो राखेदैन क्या हो ल बवाल छ है बवाल खाली खाली रहेछ ल वा 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 बवाल बवाल ल ताली बजाउँछ त ल पुग्यो हामी यताको भ्यू देखाउँछु म अब ओइ झिलिमिली कडा देखिरहेको छ मामा आउने क्या रोडमा आउने बेला यो मात्र मात्रै यही होला